नमस्कार दर्शकबिन्दुहरू, फेरि पनि हामी आइसकेका छौँ अर्को एउटा नयाँ अनि ताजा खबर लिएर। दर्शकबिन्दुहरू, सधैँ बालेन चर्चामा आइराख्ने बालेन फेरि एकफेर चर्चामा आएका छन्। निश्चल बस्नेतको नमस्कार नफर्काएको भनेर एकफेर चर्चामा आएका बालेन फेरि अर्को युवतीसँग पनि ठक्कर खान पुगेका छन्। बालेन प्रायःजसो चर्चामा आउन खोज्दैनन्। उनी मिडियाबाट निकै नै टाढा रहेका छन्। अहिलेको स्थिति हेर्नुभयो भने उनी मिडियामा शून्य नै रहेका छन्। अरू चर्चामा आउन खोज्ने बालेन उनी भित्रभित्रै काम गर्ने र जनताको मन जित्ने पनि गरेका छन्। तर राति बालेन आफ्नो टिमले बनाएको लासडम फिल्म हेर्नको लागि उनी राति फिल्म हलमा गएका थिए। त्यसै बखतमा एक युवतीले उनीहरूलाई नमस्कार गरेकी थिइन्, तर बालेनले नफर्काएको भनेर निकै आलोचना भइरहेको छ। आखिर त्यस बखत के भएको थियो र त्यस समयमा उक्त युवतीले नमस्कार गरेर किन बालेनले नफर्काएको भन्ने कुरा सीताराम कट्टेल धुर्मुसले पनि जानकारी दिएका छन्। आखिर के भएको थियो त त्यहाँ बालेनले के साँच्चीकै नमस्कार नफर्काएका हुन् त भनेर पनि निकै आलोचना भएको थियो भने उक्त युवतीको नमस्कार बालेनले आखिर फर्काएका थिए। धुर्मुसले भनेका छन् उक्त युवतीले नमस्कार भनेपछि बालेनले आफ्नो मुख खोलेर नमस्कार भनेको सुनिएको उनीहरूले बताएका छन्, तर हात जोडेर भने नमस्कार नगरेको उनीहरूले बताएका छन्। तर भिडियोमा उनको आवाज नसुनेको हो भनेर पनि निकै चर्चामा आएको छ। धुर्मुसले भनेका छन् आवाज नआएको मात्रै उनीहरूले मुखले फर्काएको नमस्कार भनेर पनि भनेका छन्। कसैको फिल्म हेर्न नपुग्ने बालेन यतिखेर आफ्नो टिम जस्तै सीताराम कट्टेल, धुर्मुस, अर्जुन घिमिरे, पाँडे र जिग्रीले बनाएको फिल्म लासडम हेर्न राति पुगेका थिए। कसैले नदेख्ने गरेर उनी साथीभाइहरू बटुलेर आफ्नो फिल्म हेर्न पनि पुगेको सञ्चार माध्यमहरूले पछि आएर जानकारी दिएका छन्। आखिर उक्त युवती को हुन् त? उक्त युवती र बालेन सँगै निस्किएका थिए। देविका खनाल नामक युवती आफूले नमस्कार गरेको नफर्काएको भनेर उनीहरूले कुनै पनि जानकारी दिएका छैनन् भने उनी आफ्नै फिल्म लासडमको टिम पनि रहेको बताइरहेकी छिन्। बालेनले नमस्कार नफर्काएकोमा उनले कुनै पनि आपत्ति नजनाएको र उहाँले नमस्कार मनबाट नै गरेको र उहाँले आवाजबाट गरेको उनीहरूले बताइरहेकी छिन् भने यतिखेर दर्शकहरूले भने बालेनलाई गाली गरेका छन्। बालेन आखिर किन त्यस्तो भाव बढाएका छन् भन्ने कुरा दर्शकहरूले आलोचना गरिरहेका छन्। साँझपख फिल्म हेर्न पुगेका बालेन शाहले लासडम टिमलाई निकै नै बधाई दिएका छन्। उनी कसैको फिल्म नहेर्ने भए पनि लासडम भने उनीहरूले आफ्नै गीत रेकर्डिङ पनि गरेका थिए। म नेपाल हेर्न चाहन्छु भन्ने गीत उनीहरूले लासडमको टिमबाट नै निष्कासित गरेका थिए। आफ्नो गीत निकै भाइरल पनि भएको थियो। बालेन शाह मेयर साहब भएपछि उनीहरूले यो पहिलो गीत निकालेका हुन् जुन निकै नै चर्चामा आएको थियो। दर्शकबिन्दुहरू, आजको विषय यति नै रहेको छ। तपाईँलाई यो विषय कस्तो लाग्यो जस्ताको तस्तै कमेन्टहरू पनि लेख्न सक्नुहुन्छ। कि तपाईँलाई बालेनले नगरेको नमस्कारमा के चित्त दुखाइ छ त्यसको बारेमा पनि कमेन्टमा बक्समा लेख्न सक्नुहुनेछ। यस्तै भिडियोहरू हामी तपाईँको माझ सधैँ नै लिएर राख्नेछौँ। देश विदेशमा घटेका घटनाहरू जस्ताको तस्तै यथार्थवादमा उतारेर तपाईँको माझ सधैँ नै लिएर राख्नेछौँ। कृपया लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न पनि नभुल्नुहोला।